के तपाईँ घर बनाउने सोचमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ रड, सिमेन्ट, गिटी, बालुवा, इट्टा जस्ता पाताल घर निर्माणका सम्पूर्ण सामग्रीहरू पाइन्छ। प्रोपाइटर सोनु कमल महत, संयोग कम्युनिकेसन एन्ड सप्लायर्स, शहीद लखन गाउँपालिका 3, हाट बजार, दरौदी पुल नजिक। फोन 98 461 57 594 065 540 500। सधैँभरि किचकिच मात्र काममा होइन जाने, काम गरेर आउँदा पनि मेरै टाउको हाने। हल्का टुच्च लाए भने साथीभाइको भरमा, महिनौसम्म झगडाले बसै हुन्न घरमा। पैसा जोबन गइसक्यो दिस काटे जब, ऊ बेलामा केही गरेन के गरौँला अब। घर परिवार साथी सङ्गी सबले पार्छन् अप्ठ्यारो, यही अप्ठ्यारो भोग्दा भोग्दै दिन जाँदैछ मेरो। आज आफ्नै बन्न खोज्छन् भोलि भन्छन् नसकिने भो बरै नसकिने भो, नसकिने भो बरै नसकिने भो, नसकिने भो बरै नसकिने भो, नसकिने भो है है नसकिने भो। कति बोले होला बुढी माउ, मैले कति के चिज गरे। अब केही गर्ने हैन। तँ धनबिराको छोरीसँग त टाढै बसेको राम्रो। तँ धनबिरा गतिलो मान्छे हैन, नत्र तेरो जिन्दगी सिद्धला नि फेरि। त्यो त तिमीलाई भन्दा मलाई राम्रोसँग थाहा छ नि धनबिरे कस्तो छ भन्ने कुरा त। अब त धनबिराको छोरीलाई अवस्था गर्ने हैन। बरु म तेरो लागि एउटा राम्रो केटी खोजेर बिहे गरिदिन्छु बाबु। मलाई बिएसए गर्नु छैन आमा, बरु राम्रो जागिर खाएर हाम्रो आमाको मुहारमा खुसी हेर्न मन लाग्यो मलाई त। अनि बल्ल पो बिहे हेर्ने त बुढी माउ। ल ल भयो, तैँले आजका दिनसम्म 5 रुपियाँ पैसा कमाएर मेरो हातमा दिएको रेकर्ड छैन। अझ मलाई खुसी राख्छु रे। ए आमा, यहाँ म हुँदैन खाँदो गफेर बसिरह्यो भने समय मात्रै बेकार हुन्छ। जति सम्झाए पनि यसो घैटोमा घाम कहिल्यै नलाग्ने भयो। हे प्रभु। Don't push back. Don't push back. Don't push back. Push back. Don't push. हेलो डन भाइ, तिमी एकछिन यता आऊ त। हजुर, ए म आएँ। Don't push back. 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 भन्नुहोस् के काम थियो हजुर? म जे काम भयो भने तमाम गरिदिन्छु। एउटा सानो काम थियो, तिमीले गर्न सक्छौ? भन्नुहोस् के सेवा गर्नु पर्यो मुख्य काजीलाई? त्यसो भए त्यो गोलेले मेरो एउटा बाख्रा लिएर गएको थियो, लो न जम्की डन, तिमीले जसरी भयो नि त्यो पैसा उठाइदिनु पर्यो। ओके, सम्झिनुहोस् तपाईँको काम पुरा भयो। त्यो बापत चाहिँ पैसा कति आउँछ नि काई साहब? ल ल, तिमीले त्यो पैसा उठाइदियौ भने तिम्रो लागि म 5000 रुपियाँ दिन्छु। ओके, डन भयो। त्यसको ठेगाना बताइदिनुहोस्, म अहिले तुरुन्तै त्यो काम फत्तै गरिदिन्छु। काई साहब त्यही तल टहरामा छ, त्यहाँ जानुहोस्, त्यसले त्यही टहरामै भेट हुन्छ। ल ठिक छ, त्यो काम फत्तै भइसकेपछि मात्रै काई साहबलाई भेट्छु म। ल जम्के भाइ। ल Don't push back. Don't push back.
के सेप बौला जस्तो के आत्तिँदै हिँडिरा ओ छोरी त टोइलेट गएर रहेछ त ए हो र हेत तेरी मैले यताउति हेरेको कतै देखेन त्यही भएर नि बुझ्नु सुझ्नु छैन छोरी मान्छेको जात वास्तवले कमसेकम यताउति हिँड्दा त आमालाई भनेर हिँड्नु पर्दैन आमा आत्तिएर उहाँ धन्दै मलाई 4 गाउँ घुम्न लाइन हो त नि भने नानी मलाई सोधेर त आउनु पर्दैन कहाँ कहाँ घुमेन यति टोइलेट आउनु पनि हजुरलाई नै सोध्नुपर्छ त कतिसम्म अत्याचार गर्नुहुन्छ के मलाई चुप लाग मलाई थोती हाँसेको र पोथी बासेको फिटिकै मन पर्दैन ल ल नानी हेरे नबोल बाबाले भनेको मान्नुपर्छ बाबासँग धेरै मुख हुन नलागा मम्मी मलाई मेरो जिन्दगीमा कसैले हस्तक्षेप गरेको मन पर्दैन म स्वतन्त्र बाँच्न चाहन्छु हामी छोरा मान्छे होइन नानी जहाँ स्वतन्त्र खोज्नलाई हामी त छोरा मान्छेको पिजाडामा बस्नुपर्छ ओइ चुप लाग तिमीहरू खुल्को गरेन काम छैन Don't push back. Don't push back. ओइ बोले निको फुरुक्क बाहिर निस्के नत्र 1 लाख कसरी यो घर सर उडाइदियो माछिल्याउने ढिलो को मेरो घर उडाइदिने भन्ने तँलाई म बाहिर आएर लात हानेर पात निकालिदिन्छु उसलाई के हो ए आमा हो ए दादा मबाट ठुलो गल्ती भयो दादा माफ गरिदिनु मलाई ओइ बोले के हो तेरो त्यो धाराको ड्युटी बन्द गर तैँले मुख्य काजीको पैसा खाछस् रे फुरुक्क पैसा निकाल नत्र फेरि स्वर्ग पुग्ला नि पछि आएर तिर्छु भनेर भनिदिनु नामके दादा है ओइ झम्केसँग उधारो चल्दैन त्यो नगदी कारोबार हुन्छ तुरुन्तै झिक नत्र झम्काइदिन्छु नि अहिले बरु सक्नुहुन्छ भने बरु मलाई नै बेचिदिनु नामके दादा म जस्तो बुढो स्याललाई लगेर मैले कहाँ बेच्नु आज त सकिस् लैतुली झन्नै मारे मरे नाटक नगरे भए त मार्ने नै रहेछ नि लैतुली बल्ल गएछ लैतु बाबाजी यता आउनुहोस् त एकैछिन म त्यही आएँ ल भन बालिके के समस्या पर्यो तिम्रो न बाबाजी मेरो भविष्य हेरिदिनु पर्यो हजुर हात देऊ त नानी ल नानीको त अगाडि नै बिहे भइसकेको रहेछ नानीहरूलाई सँगै बस्न शनि ग्रहले दिएको रहन्छ हो बाबा हो यसको समाधानको उपाय के होला बाबा बताइदिनुहोस् त नानी एउटै मात्र उपाय छ जति सक्दो छिटो तिमीले घर छोडेकै राम्रो कुन बाबा यो मेरो छोरीलाई घर छोड भन्ने हँ तँलाई अहिले सिधाइदिन्छु मैले सङ्कट 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 बाबा सङ्कट मान्छे आए पनि छोरीलाई घरै छोड भन्छ यार कहाँ पहिला हिँड्नु नि यसो आफन्त कहाँ जाउँ कि भनेर होला नि खुब तिम्रो लगाई खाइबाटै चिनिन्छ तपाईले कतै चन्द्रीलाई देख्नु भएको छ र छैन उसको आमाले नि खोज्दै थियो
कि उसँग चक्कर चलेछ र? छ्या के जिस्काइरहनु भयो होला तपाईँले? ल बधाई छ, मलाई पनि पायो भने एउटा खोजिदेऊ न। छ्या तपाईँ त कस्तो उत्तरले हो कि? ल बधाई छ नक्कली। यो गाउँको धनवीर काका भन्ने तपाईँ नै हो? हो ए मलाई खोज्न आउनुभयो? म अहिले यो चौकीको नयाँ क्षेत्र हो। ओहो यहाँ नमस्कार। गाउँतिर के छ अहिले चोरी चाकरी अलिक बढेछ भन्ने सुनेको थिएँ। के छ तपाईँहरूको यत्र केही समस्या छैन? हो नि इन्सपेक्टर साहब, गाउँमा कोही बाबाजी भनेर हिँडेछन्, कोही बाख्रा चोरे भनेछन्, तत्काल समाधान गर्न पर्यो। ल होइन म यो राउन्डमा आएको के छ समस्या गाउँतिर भनेर। तपाईँ केही समस्या पऱ्यो भने मलाई फोन गर्नुहोस् अथवा चौकीमा आउनुहोस्। अब ती त्यस्ता चोर फटाहरूको यहाँ एकदम कारवाही हुन्छ। म गाउँ डुल्नु छ। हस् इन्सपेक्टर साहब, अब चाहिँ केही हुन्छ कि गाउँमा? यसो चौकीतिर लाग्नु पर्यो। होइन मलाई यो जिन्दगीले किन ठगिरहेछ? यो माया भन्ने चिज पनि के हो? माया मनमा लाग्छ, उता बाउ तगारो भनेर आउँछ। खै जे गर्दा पनि नसकिने भयो। हे भगवान्, अब यहाँ बसेर मात्रै त हुनेवाला केही पनि छैन। जान्छु उठेर। म गोले काकालाई खोज्दै हिँडेको। गोले काका कता हराए तपाईँले कतै देख्नु भयो र? म एउटालाई खोज्दै हिँडेछु, कहाँ भेट्नु त अर्कालाई? अनि खासमा खोजेको चाहिँ कसलाई हो भन्नु न, म पनि सहयोग गरिहाल्छु नि। पर्दैन तँ मरको आवश्यकता छैन मलाई। वास्तवमा काकी तपाईँको हराएको चाहिँ को हो भने? चञ्चली हो कि हराएको? कतै देखे त तैँले? मैले खोज्दै हिँडेको मान्छेलाई त कतै भेटेको छैन। खोज्दै नखोजेको मान्छेलाई कहाँबाट भेट्नु काकी मैले? ल म गएँ। धनवीर काकालाई चाहिँ नभन्नु नि, फेरि मलाई मार्छन् फेरि। ए हो, ल ठिक छ, मलाई पनि लुतो न गनाई। ल ठिक छ, कुरो बुझ्यो। ओहो गोले काका, हजुर तपाईँ कता हराउनु भएको? तपाईँलाई खोज्दा म हैरान भइसकेँ बुढा। आफू लुकेर हिँड्दा हैरान भइसक्यो। घरबाट निक्लेर हिँड्न डरै मर्दै भइसक्यो। त्यो माया चिलाउने दुलो त्यो धम्किटन हो कि लम्किटन हो, त्यसले लटेर हैरान भइसक्यो। ए हो र गोले काका, यहाँ त पिसाब गर्न आउनु, उता गएर गफ गरौँ। आफूसँग भएको पिसाब जता गयो नि गनाइहाल्छ नि लैतु। होइन तपाईँले के भन्नु खोज्यो? अलिक प्रष्ट रूपमा भन्नु न, कि आफैले कटुमा पिसाब गर्नु हो र बुढा? त्यो धम्किटन हो कि सम्किटन हो, मान्छे पनि हेर्दा नि डर लाग्दो। त्यसले पिटेर पिसाब पेट पुर्किन लैतु, त्यही भएर गनायो नि। छि बुढा, जानु कटु धोएर आउनु। ए मुसे बरु यसो गरौँ न, तरमा मिलेर त्यो लैतुलाई चाहिँ मजासँग गोदेर चाहिँ मुखिया काजीको त्यो घरमा लगेर फालिदिउँ न लैतुलाई। ए हो र गोले काका, ल ठिक छ, कुरो बुझ्यो। जाउँ त्यसो भए, झम्केलाई आज झम्काउनु पर्छ। जाऊ त्यो लैतुलाई लुकेर हान्ने। होइन चन्द्र फेरि कता गयो? घरमा त एकछिन बस्ने होइन। म बुढीले कता कता भ्याउने, उता बाख्रा कराइरहेको छ, उता भात पकाएको छैन, घरमा पानीको थोपो छैन। यसलाई त
यसको आज तिक्रको मासु नदारी छोड्दिन आज यसको ए मुसे त्यो जमिन त यता आउँदैछ त तयारी हो हेत तेरी बुढा म छु नि किन डराउनु भा त्यसलाई त्यो रुखमाथि बसेर उडेर हानेर ठाउँको ठाउँ ढाल्ने हो म छु नि के हात्या हिँड्नुहोस् त मलाई भने घरमा कति गाह्रो छ ओ भने यहाँ मोबाइल खेलाएर बस्ने मलाई भने घरमा कति गाह्रो छ त भने यहाँ मोबाइल खेलाएर बस्ने के गर्छ बुढी माउ धान्नै मारेन मलाई आफूलाई भने वा घरमा भ्याइ नभ्याइ छ ऊ भने यहाँ मोबाइल खेलाएर बस्छ अझ हनुम के हिँड्छस् तिमी हिँड्दै गर न बुढी माउ म आइहाल्छ नि होइन को पऱ्यो मेरो घरमा आइहालेर आचोचो गर्दैछ त अनि के हो झम्के डन त्यसलाई पिटेर पैसा ल्याउँछ भने त झन् आफै पिटे खाएर चाहिँ आया गर्दै आएको त ल उठाइदिनुहोस् न घर जान्छु कैसा ए हो झन् झम्के डनलाई त उल्टै झप्काएर भइदिएछ आएर हेर्नु सक्दैन सञ्चली कहाँ त खरै सञ्चली सञ्चली पर्खिनु सञ्चली बेली होइन कोही छैन त घरमा ओहो सपना नि कति नराम्रो देखेको घटे दिउँसो देखेको सपना त नराम्रो हुन्छ भन्छ कहाँ गएछन् ओहो जानु पऱ्यो खोज्नलाई कहाँ गए यो हाम्रो गाउँमा यति राम्री नानी कहाँबाट आयो ओहो यति राम्री नानी छ नजिक कसरी हुने होला एउटा न एउटा चाहिँ तिरिक लगाउनै पर्यो ओहो के गर्ने होला त आइदिया र मैले त गर्नु पर्यो नि अब एकछिन त मैले गर्छु दाइ कता जान लाग्नु भएको अघि नैदेखि यही चोकमा घुमिरहनु भएको छ त म त आँखा देख्दैन नानी बाटो नदेखेर घर कतै जाम भएर बसेको यसो घरसम्म पुर्याएर सहयोग गरिदिन्थ्यौ कि
दाई तपाईँको घर कता हो र? म पुऱ्याइदिइहाल्छु नि। मेरो घर त त्यही पर भगुन्डी बेसी हो नानी। भतिजीले यहाँ ल्याएर छोडिदियो, कता जाम भएर बसिरहेको छु। यसो घरसम्म लगेर मलाई सहयोग गरिदेऊ न नानी। बिचरा दाई, आउनुहोस् म तपाईँलाई घरसम्म छोडिदिन्छु। ए हो, अरूको भए होस् नभए नहोस्, नानी कतै हो। Don't push back. Don't push. ए हो यो भर्खर मैले गोदर रातै उठेर आएको केटीहरूको हातमा मात्र पो हिँड्दा रहेछ त। वाह यसलाई ए गोले तँ त केटीलाई चाहिँ नाटक गरेर फसाउनु खोज्ने। के हो दाई, तपाईँले यस्तो अन्धो मान्छेलाई सहयोग गर्न त कहाँ छ। तपाईँले आएर यस्तो गुन्डा पारामा आएर यसरी लात्ताले हान्ने? यसको बानी तपाईँलाई थाहा नै छैन। यसलाई त लाटका लाट हान्नुपर्छ यसलाई। कस्तो फटा रहेछ दाई त्यो त। मैले तपाईँमाथि हात उठाएँ, सरी दाई। ल ठिकै छ, यो मान्छे नै यस्तै हो। तपाईँ आफ्नो बाटो लाग्नुहोस्, म आफ्नो बाटो लाग्छु। हस् हुन्छ। ए मैले त पहिलोचोटि पो देख्दैछु तिमीलाई त। नौलो छ नि त। हजुर, म नौलो नै हो। म आज यो गाउँमा आएको थिएँ, यो गाउँ घुम्दै आएको म। अनि हजुरको नाम चाहिँ के हो नि? मलाई गाउँमा सबैले चन्द्रे भन्छ, तर मेरो मम्मीले चाहिँ माया गरेर राखिदिनु भएको नाम चन्द्रु भन्नुहुन्छ। त्यसो भए म पनि चन्द्रु भन्छु नि, रिसाउनु त हुन्न नि। किन रिसाउनु? मायालु पारामा बोलाउँदा झनै खुसी हुन्छु नि म त। अनि तिम्रो नाम के रे? मेरो नाम त नैना हो नि, मेरो प्यारी मम्मीले राखिदिनु भएको रे। यस्तै राम्री मान्छेलाई जन्म दिने आमालाई मुरी मुरी धन्यवाद। के भन्नुभएको यस्तो? के होइन, मलाई त राम्री मान्छेको तारिफ गर्न मन लाग्छ। तपाईँसँग त कुरा गरेर नसकिने भयो। ए सुन्नु न, मलाई यो गाउँ नघुमाइदिने? ओके स्योर, घुमाउँछु नि, किन नघुमाउने, आउँछ। Don't push back. Don't push back. Don't push. नमस्कार हजुर। नमस्कार झन्केडन। मलाई साह्रै आपत पऱ्यो झन्केडन। के आपत पऱ्यो भन्नुहोस्। मेरो छोरी चञ्चली र त्यो चन्द्रे ढाकाको माया प्रेमलाई छुटाउन पर्यो। यस्तरी छुटोस् कि सिसा फुटे जस्तो चकनाचुर भएर फुटोस् तिनीहरूको माया। आइडिया के त हेर्नुहोस्, चन्द्र र नैना चाहिँ हात समातेर हिँडिरहेछन् नि। यसको भिडियो चाहिँ खिचेर हजुरको चञ्चली छोरीलाई चाहिँ देखाएपछि त यिनीहरूको माया प्रेम त हजुरले भन्नुभयो जस्तै ऐना फुट्या त चकनाचुर भइहाल्छ नि। भिडियो खिचौँ हजुर, मोबाइल दिनुहोस्। ओके, राम्ररी। ओके, ल लिनुहोस्, यो देखाइदिनुहोस्, तपाईँको काम बन्छ। अहिले नै गएर चञ्चललाई देखाउनु पर्छ। ल हिँड, ल जाऊ। है कसको फोन आएको? ला मम्मीको फोन। मम्मीले मार्नुहुन्छ। अहिले म घर जान्छु, तिमी उता जाऊ है त। म नि जान्छु नि तपाईँको घर। ए पछि जाला है। ल म गएँ है त। ल बाई।
सधैँभरि किचकिच मात्र काममा होइन जाने काम गरेर आउँदा पनि मेरै टाउको हानी हल्का टुच्च लाए भने साथीभाइको भरमा महिनौसम्म झगडाले बसै हुन्न घरमा वैस जोबन गइसक्यो दिस काटे जवान ऊ बेलामा केही गरेन के गरौँला अब घर परिवार साथी सङ्गी सबले पार्छन् अप्ठ्यारो यही अप्ठ्यारो भोग्दा भोग्दै दिन जाँदैछ मेरो आज आफ्नै बन्न खोज्छन् भोलि भन्छन् नसकिने भो बरै नसकिने भो नसकिने भो बरै नसकिने भो नसकिने भो बरै नसकिने भो नसकिने भो है है नसकिने